जयमसी तपाईहरु सबैलाई ह्यापी पाल्म सन्डे। म मत्ती 21 को 4 देखि 9 सम्म पाठ गर्न गइरहेको छु। अब अगमवक्ताहरूले भनेको यो कुरा पूरा होस् भनेर यो भएको हो, अर्थात् सियोनकी छोरीलाई भन्, हेर तिम्रा राजा नम्र भएर गधा र भारी बोक्ने गधैनीको बच्चा एउटा बछेडामाथि सवार भएर तिमीहरू आउनु हुँदैछ। तब चेलाहरूले गएर येशूले तिनीहरूलाई अडाउनु भए बमोजिम औ गधा र त्यसको बच्चा ल्याएर तीमाथि आफ्ना लुगाफाटा ओछ्याए र उहाँ त्यसमाथि बस्नुभयो। औ भिडका धेर जसो आफ्ना लुगाफाटा बाटोमा ओछ्याए र अरूहरूले सुका हाँगाहरू काटेर बाटोमा ओछ्याए। उहाँका अघि गएका र पछि लागेका भिडहरू यसो भन्दै कराए, दाउदका पुत्रलाई होशाना, परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ परमधाममा परमेश्वर।